हेलो साथीहरू, आजको खाना पाक्यो त। आज चाहिँ मङ्गलबारको खाना मेरोमा पाक्दैछ पनिर र आलुको तरकारी। आज चाहिँ मैले खाना छिटै पकाएको थिएँ कि, अनि नानीले दिउँसो त्यस्तो केही पनि खाएको थिएन, त्यही भएर छिटो गरेर खाना पकाएँ। यही हामीले खाने खाना नै दिन्छु भनेर, अनि त्यही भएर मैले आज छिटै पकाएको थिएँ कि। अनि आलुलाई चाहिँ बोइल गरेर मैले यहाँ छोडाउँदैछु। अरू दिन चाहिँ अनि यसमै प्याज उसहरू हाल्दा पनि त्यति मिठो लाग्दैन, अनि मङ्गलबार चाहिँ सादा, एकदमै सादा पकाउँदा नि यस्तो मिठो हुने कि है। अनि त्यही माथि आज कति गर्मी हो, हे भगवान्, कति चर्को घाम लागेको। आजको घामले त मलाई दसैँ आएको जस्तो फिल भयो कि मलाई साथीहरू। अनि हजुरहरू चाहिँ कसरी पकाउनुहुन्छ आलु पनिरको तरकारी? म चाहिँ यसरी पकाउँछु। देउसो चाहिँ आलु बोइल गरेर नै पकाउँछु मैले चाहिँ। आलु बोइल गरेर अनि पनिरलाई पनि अनि मसिनो गरेर काट्ने, अनि त्यसलाई हल्का हल्का म्यास गरिदिने के, अलिअलि बाँकी भएकोलाई। अनि यता चाहिँ चामल पनि भिजाइसकेको थिएँ कि मैले, अनि प्रेसर कुकरमा अनि एकछिन भिजाउनु राखेँ। अनि त्यसपछि तेल हालेँ। अनि हाम्रोतिर चाहिँ यो टमाटर पनि हामी केही पनि खाँदैनौँ कि, एकदम सादा खान्छौँ। अनि फेरि मैले त अदुवा हाल्छु भनेको अदुवा चाहिँ हाल्नै बिर्सेछु क्या। अनि फेरि के साथीहरू, मलाई यो मङ्गलबार के तरकारी खाने होला भन्ने मात्रै टेन्सन हुन्छ क्या। अब दालहरू पनि त्यस्तो खाइँदैन नि त, अनि त्यो पछि के तरकारी खानु पर्यो, चोखो खानु पर्यो नि त मेन कुरा त। अनि चोखोको लागि के पकाउने होला भन्यो, कहिले केराउ भिजाउँछु, कहिले चिप्ली भेन्डी खान्छु, कहिले आलु फ्राई गरेर खान्छु। आलु भुटेँ, अनि त्यो पछि म्यास गरेर राखेको आलु र अनि यो पनिरलाई पनि अनि फ्राई गरिदिएँ कि त्यही बेसारसँग। अनि त्यो पछि थोरै जिराको धुलो हालेँ, थोरै नुन हालेँ, अनि त्यो पछि फेरि चलाएँ कि साथीहरू। अनि हजुरहरू चाहिँ कसरी बनाउनुहुन्छ? म चाहिँ यसरी नै सादा बनाउँछु। अनि त्यो अहिले भुटेर राखेको पनिर फ्राई गरेको के, पनिर भुटे भइसक्दाखेरि त्यो हालिदिएँ। अनि अहिले चामल भिजाएको चोइलानी पानी चाहिँ हाल्छु क्या म। आजभोलि त म त जति बेला नि यही चोइलानी पानी मात्रै चलाउँछु कि, यो झोल खाँदा फेरि। हेर्नु न, अनि यस्तो भइसकेको थियो, पाकिसकेको थियो। अनि त्यो पछि नि हेर्दा चाहिँ यस्तो भएको थियो कि, तर मिठो भएको थियो।